दिइसक्यो सिद्धि नि त। अब कहाँ पार्लियामेन्टमा जवाब दिन्छ त्यो कुरा थाहा पाइएन। एउटा हटायो अर्को नियुक्त गर्यो सिद्धि। सरकारले एउटा कर्मचारी निकाल्यो अरे ठुलो घाटा परेछ कसैलाई छाती पिटिकन रोएका छन्। एउटा कर्मचारीलाई कारबाही गर्यो अरे सरकारले। त्यसको विधिहरूको होला नि पार्लियामेन्ट बन्द गरेको छ। अब देशमा प्रगतिशील शक्तिहरू जनताहरू निधाएर बसेका छन्। यही निधाएका बेला फेरि उपद्रव गर्न सकिन्छ भन्ने केहीले सोचेका छन् र देशलाई प्रतिगमनतर्फ फर्काउने पनि कतिले सपना देखेका छन्। त्यसमा पनि फेरि मोर्चा बन्दी हुआ। को भन्नुहुन्छ उहाँहरूले त्यो कर्मचारी के भनेर चलाउनु हुन्छ त्यसै चलिदिने कर्मचारी राख्नुपर्ने, सरकारलाई असहयोग गर्ने, ढटेर्ने, देशलाई अप्ठ्यारोमा पार्ने को छन् त्यस्तो राखिदिनु पर्ने। अनुशासनहीनता, अराजकता, राष्ट्रिय घाटा सबै सहनु पर्ने र उहाँहरू के नै इस्यु पायौँ भनेर बोकेर हिँड्ने। यो हामीले बुझेका छौँ। उहाँहरू देशलाई एक पाइलो अगाडि बढ्न नदिन चाहनुहुन्छ, कानुन पास नदिन कोसिस गरिरहनु भएको छ। त्यसका निम्ति एउटा बाना संसद अवरुद्ध गर्ने। सबैलाई थाहा छ 18 गते भित्र अध्यादेशहरूलाई विस्थापन गर्ने प्रतिस्थापन विधेयक पारित भएनन् भने कानुन बन्दैन, कानुनको रूपमा रहँदैन, फेरि अर्को विधेयकको रूपमा जानु पर्ला। त्यो कुरा बुझेर काम हुन नदिनका लागि, विधेयक प्रस्तुत पास हुन नदिनका लागि यो सब खेल भइरहेको छ। हामीले बुझेका छौँ। सुकुम्बासी समस्या समाधान हुन नदिनका लागि, किसानका समस्या समाधान हुन नदिनका लागि, अरूका समस्या समाधान नहुन दिनका लागि सबै यो कामहरू उहाँहरू गरिरहनु हुन्छ। हामीले बुझेका छौँ। म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हल्का, यति उत्ताउलो नहुनुहोस् तपाईँ। र प्रधानमन्त्रीको सम्बन्धमा जथाभावी पनि नबोल्नुहोस्। थाहा छ तपाईँहरूको पृष्ठभूमि के गर्न हिँड्नु भएको थियो, कता हिँड्नु भएको थियो, कहाँ आइपुग्नु भएको छ त्यो पनि देखाएको छ। कोही चिहानबाट नजिक खुट्टाको हात निकालेर फेरि लगाउँदै हिँड्नु भएको छ। कोही आफ्ना अनेक असफलताका पीडा र तर्पणहरू बोकेर, कुण्ठाहरू बोकेर ती कुण्ठाहरू फ्याँक्ने, पोख्ने, छर्ने थलो बनाउन खोज्नुहुन्छ संसदले। त्यो हामीले बुझेका छौँ। तसर्थ यस्ता खालका क्रियाकलाप नगर्दा हुन्छ भन्छु। किन ठुलो अपराध गरे जस्तो यो मैले यस्तो सुने, थाहा पाएँ। यो कुरा गलत होस्, असत्य होस्, मैले सुनेको असत्य होस्, कुनै महान ठुलो कुरा जस्तो, कसैले किन ठुलो भ्रष्टाचार गरेको जस्तो यो असत्य होस्। होइन रहेछ भने नत्र म भनिदिन चाहन्छु, चिसै पानी दिनुहुन्छ नत्र। म युवाहरूलाई भन्न चाहन्छु, हामी न मात्तिन्छौँ न आत्तिन्छौँ। धैर्यतापूर्वक अगाडि बढ्छौँ। देशलाई, विकासको गतिलाई, समयको गतिलाई अगाडि बढ्नबाट रोक्न खोज्छ कसैले भने त्यो कुरा हामीलाई सही हुँदैन। पछाडि फर्काउन खोज्छ कसैले भने झन् साह्रो सही हो। यी कुराहरूमा युवाहरू सचेत हुनुपर्दछ, स्पष्ट हुनुपर्दछ। खेल्ने प्रयास अनेक हुन्छन्, भ्रम पार्ने प्रयास अनेक हुन्छन्।
म पहिलो कुरा त युवाहरूलाई भन्न चाहन्छु, तपाईँहरू भ्रमबाट मुक्त हुनुहोस्, भ्रमबाट मुक्त भएर अगाडि बढ्नुहोस्। हाम्रा विरुद्ध मोर्चाबन्दी छ, हाम्रा विरुद्ध हमला छ। आज मात्रै होइन, हिजो पनि हमला थियो। 2/3 भएको पार्टी फुटाउने, प्रगतिशील सरकार ढाल्ने यिनै तत्त्वहरू अहिले केही नयाँ निस्किन खोजिएको छ, सिक्दैछ। गलत नगर्न, सही बाटोमा हिँड्न नयाँहरूलाई पनि मेरो सुझाव छ। ती हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर अनेक मचाएर, उपद्रव मचाएर, कति मान्छे मारेर मराएर, विध्वंस मचाएर थाकेका थकित तत्त्वहरूका पसिना पुछ्न किन जानु पर्यो? आफूलाई नयाँ शक्ति भन्छन्, पार्टीहरूले गरेनन् भने 70 वर्ष मान्छे, 70 वर्षको बुढो भयो भने नेता 88 वर्षका खोज्न जान्छ। सबभन्दा थोत्रो प्रणाली, सामन्तवादी प्रणाली पुनर्स्थापित गर्छौँ भन्छन्, नयाँ भनेर उच्चारण गर्छ। नयाँ हाम्रो विश्वमा राजतन्त्र नयाँ हुन्छ। 1947 पछि 565 वटा रजौटाहरू भारतमा उन्मूलन गरेको, 565 वटा राजतन्त्र भारतमा 1947 पछि अङ्ग्रेजले छोडेपछि भारतमा 565 वटा राजतन्त्रहरू उन्मूलन गरेको। 1953 मा अर्को राजतन्त्र उन्मूलन भयो, 1975 मा अर्को राजतन्त्र उन्मूलन भयो। यस्ता दुनियाँमा कसरी मासेको होला विचार गर्नुहोस् त, साग टिपे चाहिँ ती भारतमा। त्यसकारण यस्ता थोत्रा प्रणाली बोकेर हिँड्ने अनि यो भएन त्यो भएन भनेर मुखिया तन्त्रमा फर्किन खोज्ने डेमोक्रेसीबाट, मुखिया तन्त्र, राजतन्त्र भनेको मुखिया तन्त्र हो, मुखिया तन्त्रमा फर्किन पर्ने अनि नयाँ कुरा भनेर जनता झुक्याउने, अल्गो ल्याउने। म त्यता पनि अहिले जान चाहन्छु। तपाईँहरू आफूभन्दा तलका भाइ बहिनीहरूतिर फर्किनुहोस्, आफूभन्दा तलका भाइ बहिनीहरूलाई सचेत गर्नुहोस्, सङ्गठित गर्नुहोस्, अगाडि बढाउनुहोस्। आफूभन्दा कम उमेरकातिर फर्किनुहोस्, तिनीहरूमा व्यापकताका साथ जानुहोस्, तिनीहरूलाई सङ्गठित गर्नुहोस्। आफू जस्तै साथीहरूलाई सङ्गठित गर्नुहोस्, आफूभन्दा जुनियर साथीहरूलाई सङ्गठित गर्नुहोस्, कम उमेरकातिर सङ्गठित